हेलो गाइज, के छ हाल खबर? आज हामी चाहिँ बल खेल्न जान लागेको। हामी चाहिँ गङ्गानगरमा छौँ अहिले। केटाहरू हामीहरू चाहिँ हावाहुरी लगाइरहेछ। के छ गाइज? हाल खबर? जल्दी अगाडि आउनुहोस् यार। जल्दी अगाडि देशीले गाली भनेको यसलाई नेपाली बुझ्दैन के देशी हो भने हिन्दी बोल्दाखेरि बोल्न नजान्छ। के भन्नु चाँडै 1 वर्ष लाग्छ अरे। मैले मेरो 1000 सब्सक्राइबर पुग्नलाई लगभग 5 वर्ष लाग्छ होला सायद। त्यस्तै चाल नभने लाइक कमेन्ट नगर्ने हो भने त्यही भएर गरम, त्यही भएर लाइक कमेन्ट गरम साथी हो। स्पेसल तिमीहरूको के जान्छ र यो त औँलाको थुप्पा दुख्छ। हाम्रो क्याप्टेन सर बुटुवा आज चाहिँ पौवा खाना बिर्सेर बल खेल्नतिर लागेका छन्। अब पौवा बिर्से मैले बल खेल्नतिर लागेँ भन्ने सुध्रे भन्ने मैले सुनेछु। टेन्ट हाउस गाउँबाट टेन्ट रोक्सीले गर्दा हो क्या गर्मीले हो क्या गर्मीले हो। आज हामी टिक्न पनि सक्छु मेरो साला जस्तै लाग्छ। पहिला केटा जस्तै लाग्छ जस्तो होइन यार। होइन यार, सुनिल भन्ने कस्तो भन्नुहोस्, हामीहरू बसेको ठाउँमा पनि सेम यही जस्तै थियो यार। सेम यस्तै थियो, यही जत्रै थियो। हल्का कालो थियो, हल्का कालो थियो। त्यही भन्छन् गड्डा, मलाई उहाँ पनि त्यही भन्थ्यो मलाई त। यहाँ भित्रतिर चप्पल त सुट दिनुपर्छ। देखाउँछ
खेलिरहेछन्। सो आइयो फुटबल खेल्ने ठाउँमा चाहिँ भर्खरै आइयो हाम्रो क्याप्टेन दाई। त्यहाँ पारी केटाहरू खेलिरहेछन्। यी अर्को दुईवटा खेलाडीहरू एउटै ओए के गरे यस्तो टेक्नोलोजी। हामी चाहिँ साथीहरू बल खेल्ने ग्राउन्डमा आइपुग्यो। टक्क लगाएर बल खेलिन्छ। कसैले फिङ्गर हान्न जान्दैनन् त्यो काउ बिस्ने भन्नेले। बिस्ने झौडिया छोरा बिस्नेले चाहिँ फिङ्गर हाम्रो सालो इन्टरनेसनल सालो। ओए त्यस्तो नगराइदे गाली गर्छौ। के छ बोका साडु एकचोटि हाई सब्सक्राइब गरिदिनु भन त। हामीहरू खेल्ने ग्राउन्ड चाहिँ यही होला। हेर होला नेसनल टिममा जाने जस्तो